आजको यस पुस्तक विमोचन कार्यक्रममा सभाध्यक्षको भूमिकामा रहनुभएका यस रावा सभा प्राज्ञिक समाजका आदरणीय अध्यक्ष बम सर, त्यसैगरी प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड सिना मंगलका निर्देशक जयन्ती लांसाल म्याम, त्यसैगरी आजका विशेष अतिथि काठमाडौँ महानगरपालिका शिक्षा विभागका पूर्व शिक्षा अधिकारी आदरणीय रामप्रसाद सर र ड्यासमा आसीन सम्पूर्ण महानुभावहरू मैले छोट्याए। भक्त सर मेरो श्रीमानको पनि गुरु हुनुहुन्छ, हजुरलाई पनि मैले सम्बोधन गर्न चाहन्छु। यहाँ उपस्थित मेरो अति आदरणीय सँगै काम गरेको, मैले नाम छुटाउनु हुँदैन, मेरो हेड मिस, मैले पनि उहाँदेखि धेरै कुरा सिकेँ, नर्मदा मिसलाई पनि सम्बोधन गर्न चाहन्छु। सरस्वती म्याम लगायत यहाँ उपस्थित आदरणीय सम्पूर्ण मेरा आदरणीय धेरै हेड सर हेड म्यामहरू हुनुहुन्छ, प्रिन्सिपल सरहरू हुनुहुन्छ। मैले लेखनाथ सरलाई पनि त्यहाँ देखिरहेको थिएँ, कता हुनुहुन्छ, धेरै धेरै हुनुहुन्छ। त्यसै गरी महिला शिक्षक समाज, हाम्रो महिला शिक्षक समाज मेरो एउटा प्रिय संस्था, मेरो महिला शिक्षक समाजको आदरणीय अध्यक्ष डाक्टर जानुका नेपाल म्याडम र आज तल पर्नुभयो, अघि नै हामीले बोलाएको थियौँ नाम, म्याम अहिले यहाँ तल बसिरहनु भएको छ। त्यसै गरी रिता तिवारी म्याम, अझ मेरो अति आदरणीय, म एउटा सिक्ने उमेरमा 35-36 वर्षको उमेरमा मैले भेटेको सानो कुमारी नेपाल म्याम संस्थापक महिला शिक्षक समाजको उपाध्यक्ष हुनुहुन्छ। यति धेरै हामी सँगै काम गर्यौं, त्यो मैले थोरै मात्र आफ्नो यो मेरो पुस्तकमा मैले समेटेकी छु। र यहाँ सबै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, हाम्रो खोटाङ जिल्लाको प्रबुद्ध व्यक्तित्वहरू हुनुहुन्छ र मैले सँगै काम गरेको साथीहरू हुनुहुन्छ। जनकल्याण मावि सिंहकै टिम आउनु भएको छ, सायद बिहानै मेरो घरमा भेट्न आउनु भएको थियो, उहाँको चाहिँ विशेष कामले हेटौडा जानुभयो र अरु सबै साथीहरू आउनु भएको छ, विभिन्न स्कुलबाट आउनु भएको छ, पत्रकार साथीहरू र मेरो सम्धिनीज्यू पनि आउनु भएको छ। मेरो छोराको गत वर्ष मैले बिहा गरेको छोराको मैले बिहा गरेको थिएँ, आज मैले सम्धिनीको परिवारलाई पनि बोलाएको थिएँ, सम्धिनीज्यू लगायत नानीहरू सबैजना आउनु भएको छ। यहाँ सबैजनामा म हार्दिक नमन नमस्कार। मेरो सँगै पढेको साथीहरू पनि उपमा हाँसेर मलाई हेरिरहेकी छिन्, उपमा गीता, उहाँहरू चाहिँ स्थापित साहित्यकार, धेरै बुकहरू लेखिसकेका छन् साथीहरूले। तर मैले चाहिँ आफ्नो जागिरे सिलसिलामा पढेदेखि 51 सालदेखि 80 सालको कार्तिकको 25 गतेसम्म सधैँ म 4 बजे उठ्ने, बेलुका 6 बजेमा 6-6:30 मात्रै घर आउने। त्यसैले गर्दा मैले लेख्नु पर्ने धेरै, पढ्नु पर्ने धेरै पुस्तकहरू मैले पढ्न पाएकी थिइनँ। र जब मेरो रिटायरको वर्ष पनि म अलिक रमाएर आफ्नो प्राइभेट कलेजलाई माथि लान भनेर हर समय मैले त्यहाँ नेपाल लक्ष्य कलेजमा दिएँ। त्यसले गर्दा पनि मैले यो किताब निकाल्न अलिक ढिला गरेँ। फेरि पछिल्लो वर्ष छोराको बिहा गर्ने भएँ, 5 महिनादेखि छोराको बिहामा लगातार लाग्दा त्यहाँ समय लस भयो र त्यस पछाडि अस्ति 82 वैशाखबाट चाहिँ अब मैले यो यसरी अहिले भरे गरेर हुन्न, अब मैले लेख्नु पर्छ भनेर म लेख्न बसेँ र त्यो लेख्दै गर्दा 8 महिनामा अलिक हतार गरेर मैले यो बुक निकालेकी छु। मलाई सधैँ मैले आफ्नो एक्नोलेजमेन्टमा लेखेको छु, विष्णु सरले कमल तिमी लेख्दैनौ, ढिला भयो, तिमी छिटो लेख भनेर उहाँले जतिखेर पनि मलाई एउटा हौसला प्रदान गरिरहनुहुन्थ्यो, जसले गर्दा मैले चाहिँ वैशाखदेखि 1 मिनेट पनि जानै पर्ने ठाउँमा बाहेक हुन त कहिले घुम्न पनि गयौं, तथापि मैले लगातार लेखेँ। किनभने खेसरा लेखन मैले पहिला नै गरेको थिएँ, त्यो खेसरा लेखनलाई हेर्दै
मैले यो किताब चाहिँ आज निकाल्न सफल भएँ। म अत्यन्त मलाई आज जस्तो खुसीको दिन लाइफमा केही पनि भएको छैन। मेरो व्यक्तित्व चाहिँ म सधैँभरि रमाएर बस्न खोज्ने मान्छे। म एक मिनट पनि मुड अफ भएर बस्न चाहन्न। जता लगेर जसरी हुन्छ मलाई समस्या आइलाग्यो भने पनि त्यो समस्यालाई पन्छाएर आफू जति झोक्न सक्छु झोकेर म खुसी ल्याउने मान्छे। त्यसैले गर्दाखेरि पनि यो किताब लेख्ने बेलामा अब पारिवारिक विभिन्न किसिमका कामहरू आइपरे पनि मैले लगातार यो किताबलाई लेखेँ। तर यो मेरो चाहिँ बुकलेटको रूपमा पहिलो प्रयास हो। अब यो कस्तो छ यहाँले पढे पछाडि नै सबै कुरा चाहिँ थाहा हुने कुराहरू हो। राइटरले त मैले राम्रै लेखेँ भन्ने लाग्छ, तर अब के छ त्यो अब यहाँले पढिदिनु होस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु। यो मैले 4 फेजमा, यो 4वटा भागमा मैले छुट्याएर लेखेको छु। एउटा मेरो बाल्यकाल, एउटा मेरो अध्ययन, तेस्रो पेसा र चौथो घुमफिर। म बाल्यकाल, मेरो आमा अनि मेरो गाउँघर सम्झ्यो भने चाहिँ मलाई किन हो मलाई एकदम म भावुक भइहाल्छु। आँखामा आँसु उम्रिहाल्छ। त्यो किन हो त्यो म बुझ्दिनँ है। त्यो एकचोटि ढाका घुम्न जाने बेलामा भक्तिपुरको चन्द्रनहरमा हामी पुग्यौं। चन्द्रनहरदेखि उकालो हेरेँ अनि मास्तिर हेरेँ। हाम्रो खोटाङको चाहिँ डाँडोहरू, मूल डाँडा भन्ने त्यता के देखिन्छ भन्ने जस्तो लाग्यो। हेर्दा हेर्दै आँखाबाट आँसु झरेछ। अनि होइन कमल तिमी किन के भयो, तिमी त स्ट्रङ लेडी हो, अनि त्यो पहाड हेरेर पनि तिमी चाहिँ आँखाभरि आँसु किन बनाकी भनेर भन्नुभयो। मैले त्यो कुरालाई यहाँ किन जोड्न चाहे भने म चाहिँ आफ्नो गाउँघर, मेरो आफूले पढेको पहिलो विद्यालय भगवती मावि। त्यो भगवती मावि मलाई यति प्यारो लाग्छ। त्यही प्यारो लाग्ने भएर नै जनकल्याण माविमा पनि हाई स्कुल पढ्ने भाइहरूलाई एउटा चाहिँ पूर्व विद्यार्थी समाज मैले गठन गर्नुपर्छ है भनेर मेरो कार्यकालमा नै त्यो गठन पनि गर्न सफल भयौं र धेरै विद्यार्थीहरूलाई हामीले स्वागत पनि गर्यौं। र यसरी अब समय धेरै छैन, बोल्नुपर्ने धेरै मेरो कुराहरू छन्। अब बाल्यावस्था अघि नै सरले भन्नुभयो, म एउटा लाउरे परिवारको एउटा जेठी छोरी। मेरो प्रारम्भिक शिक्षा चाहिँ मैले सिङ्गापुरमा नै लिएकी हुँ। मैले लेखेको छु त्यहाँ। र त्यो सिङ्गापुरमा लिएँ। त्यस पछाडि पनि ब्रिटिसको शासन र उनीहरूको सभ्यतामा मेरो आमा चाहिँ दीक्षित भएको हुनाले हुन सक्छ। मैले भनेको छु मेरो आमा निरक्षर, आमाले पढ्नु भएको थिएन। गुरुले पढ्न जाँदाखेरि ठुली बोक्सी हुन्छेस, पढ्न नआइज भन्न साथ आमा त्यहाँबाट भाग्नु भयो अरे। तर मेरो माइली छ्यामा अन्तर्जातीय बिहे गरेर जानु भएको छ। उहाँले म जसरी पनि पढ्छु, म बोक्सी भए म हुन्छु, हजुर हुनुहुन्छ र भन्दै माइली छ्यामाले चाहिँ पढ्नु भएकोले गर्दा माइली छ्यामाले चाहिँ किताबहरू पढ्न सक्ने सबै हुनुहुन्छ। तर मेरो आमाले चाहिँ पढ्नु भएन। मैले आमाको बारेमा लेखेको छु। मेरो आमा, मेरो चाहिँ बाबा, मेरो ठुलो भाइ। अब ठुलो भाइ, अब यो दिदी हुनुको नाताले हाम्रो पारिवारिक चाहिँ माइतीमा पनि कस्तो थियो भन्दा बन्डिङ कति धेरै। आमाले अलिकति पनि मैले खाइन भने किन खाइनस्, बेलुका खोटाङ स्कुल पढेर आउँथे, कहिले टाउको धोकेर खाइन भने ल म पनि खान्न, त नखाने भयो म पनि खान्न भनेर आमाले भन्नुहुन्थ्यो। जतिखेर मेरो छोरा, मेरो छोरी, मेरो कमला, मेरो रमेश, मेरो कल्याण, मेरो आमाको बोली त्यस्तो थियो। त्यसले गर्दाखेरि त्यो आमाको मायालाई पनि कसरी पोखौं, त्यो मेरो ठुलो भाइको मायालाई कसरी पोखौं भनेर मैले ठुलो भाइ, मेरो बाबाको पनि सम्झना मैले गरेको छु। ठुलो भाइको छोरो चाहिँ मसँगै बसेर अहिले पढ्दैछ। उसले चाहिँ अहिले मास्टर डिग्रीको फर्स्ट सेमेस्टर चाहिँ आफ्नो कलेजमा पनि टप गर्यो र अहिले टियु पनि टप गर्यो उसले। त्यसले गर्दाखेरि उसले राम्रो पढिरहेछ, म खुसी छु। ऊ एउटा मात्रै छोरो, मेरो भाइको एउटा मात्रै छोरो। बाँकी कुरा मैले आफ्नै टेकमा लेखेको छु। यसरी मेरो बाल्यकाल बित्यो। सानैमा मेरो बाबा बित्नुभयो, तर मेरो आमाले कुनै कमी हुन दिनु भएन कि तँलाई पढाउँछु, तैँले पढ्नुपर्छ, मेरो बाबाले नै पढ्नुपर्छ, मेरो छोरीको बिहा ब्याचलर नगर्दासम्म गर्दिन भनेर आज यहाँ उपस्थित हुनुहुन्छ मेरो माइती, मेरो काकाहरू हुनुहुन्छ। काकाहरूलाई सधैँ भन्नुहुन्थ्यो, भूपराज राई, नरबहादुर राई, राजेन्द्र राई, यहाँ काका बाजेहरू हुनुहुन्छ।
मेरो बाबाले जहिले पनि छोरीलाई राम्रो पढाउँछु, ब्याचलर नपढ्दासम्म दिन। र धेरै ब्रिटिस आर्मीका हरूले माग्न आउँदा पनि नदिने, मेरो चाहिँ पढेकै ज्वाइँलाई दिन्छु भन्ने एउटा धारणा थियो, जसले गर्दा मैले अब भनौँ न विष्णु सर मेरो भाग्यमा लेखेको रहेछ, जसले गर्दा हाम्रो दाम्पत्य जीवन चाहिँ एकदमै सुखमय। उहाँ पनि एउटा कोल, अब भनौँ त्यस्तो कहिले पनि झोकिएर रिसाएर बोल्ने उहाँको पनि पानी छैन, अनि म अझ उहाँभन्दा धेरै झोकिदिन्छु। अनि त्यसले गर्दा हाम्रो वातावरण एकदमै राम्रो वातावरणमा गयो। त्यसले गर्दा पढेँ लेखेँ, अब पढेँ लेखेँ। त्यस पछाडि शिक्षाको पेसामा त म 45 सालको चैत महिनादेखि खोटाङ जिल्लाबाटै लागेको थिएँ र खोटाङ जिल्लाबाट छोरो अब बिस्तारै पढाउनु पर्ने कन्डिसन आयो र काठमाडौँ आयौँ हामी। र काठमाडौँ आउने क्रममा चाहिँ नेपाली काङ्ग्रेसको गोपाल राई, नेपाली काङ्ग्रेसको दुर्योधन गुरुङ दाई ओखलढुङ्गाको, अनि हाम्रो हरिबोल दाई, उहाँहरूले सहयोग गर्नुभएको हो। र म चाहिँ ग्राम शिक्षा बारीमा त्यसरी आएँ। हाम्रो विष्णु सरले अघि सरले भन्नुभयो 43 सालमा कस्तो सानै उमेरमा राजनीति लागेको, जहिले उहाँको योजना हुन्थ्यो कमल यसरी देश बनाउनु पर्छ, हाम्रो गाउँठाउँ यसरी बनाउनु पर्छ, माछा पालन यो गर्ने, बाटोघाटो यो गर्ने, उहाँको प्लान थियो। त्यो मैले नबुझ्दैमा म 20-22 वर्षको उमेरमा त संसदीय चुनावमा म त काठमाडौँ गइनँ पनि, फेरि आफै गएर चुनाव लडेर आउनु भयो। भरे मत कति आयो आजसम्म म यहाँ अहिले पोडियममा उभिएर बोलिरहेछु, उहाँले मलाई भन्नुभयो कति आयो भोट थाहा छैन। र उहाँको भाषण पनि मैले सुनेको पछिसम्म थिइनँ। अनि पछि 46 सालभन्दा अगाडि पनि उहाँलाई मैले, उहाँ सिडिओ साहबको नाम त म नभनौँ, भट्टराई थरको सिडिओ साहब हुनुहुन्थ्यो, उहाँ जहिले पनि अहिलेको व्यवस्थाको विरोधी कुरा गर्नुभएछ। एक दिन समात्ने भएछ जिल्ला प्रशासन कार्यालयमा, यो विकास बजेटमा छलफल गर्दै गर्दा घरमा आएर भन्नुहुन्थ्यो, म त केटाकेटी नै थिएँ, झन्डै आज सिडिओले समातेको तर उनले छोडे, नत्र भने तिमीले भेट्न आउनु पर्थ्यो उहाँ पनि भन्नुभयो। किन भन्दा उहाँ अलिकति अहिलेको पञ्चायती व्यवस्था ठिक भएन, अलिक नयाँ ढङ्गले जानुपर्छ भन्ने केसमा उहाँलाई राजनीति चाहिँ सानैदेखि उहाँलाई राजनीतिमा चाख र अलिकति समाजप्रतिको उत्तरदायित्वमा चाहिँ उहाँको भूमिका मेरो हुनुपर्छ भन्ने मान्यता थियो। तर त्यो लकले साथ नदिइसकेपछि पढ्दै अगाडि बढ्नुभयो र 46 सालको आन्दोलनपछि नेपाली काङ्ग्रेसको चाहिँ अब अहिले यहाँ हुनु न, हाम्रो माडिक सरहरू हुनुहुन्थ्यो दक्षिणमा भएका नेपाली काङ्ग्रेसका नेताहरूसँग सँगसँगै लागेर उहाँले धेरै वर्ष चाहिँ अब काङ्ग्रेसको राजनीतिमा पनि गाउँ गाउँमा पुगेर नेपाली काङ्ग्रेस आजको आवश्यकता हो भन्दै हिँड्नुभयो। मैले लेखेको छु यो कुरा, तर पछिबाट अब उहाँको युटर्न भयो, मैले त्यतातिर गइनँ। र पछि अब हामीले अब पढेर मात्रै खानुपर्ने रहेछ, किनभने राजनीति मेरो लागि सुट रहेनछ भन्ने कुरा उहाँले बुझ्नुभयो र सक्रिय राजनीति नगर्नु भएको धेरै नै वर्ष भयो। आफैले पिएचडी गर्दै कलेज पढाउँदै अगाडि बढ्नुभयो र यो ढङ्गबाट एउटा हाम्रो पारिवारिक लाइफ गए। एउटा मात्र हाम्रो छोरो सानैदेखि सज्जन थिए र छोराको कुरा अब गत वर्ष बिहा गरे। जस्तो मेरो सज्जन छोरो मैले भन्नै पर्छ, मेरो अन्तरात्माले भन्नुपर्छ, मेरो बुहारी पनि म जस्तै। किन भन्दा उनी एकछिन पनि बस्दिनन् कि दिउँसो कोही बेला सुत्छ भन्छन् मम्मी, म त सुत्दिनँ। अब उनी पनि खाना पकाउन यताउतामा, एक त उसले नजानेको म भन्दा धेरै जान्ने रहेछन् है। त्यो जम्मै थोक घरमा बनाएर खानुपर्ने, गेट टुगेदर गर्नुपर्ने, काम गर्नुपर्छ भन्ने मान्यता राख्ने, आफन्तलाई भेटघाट गर्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले गर्दा म एकदमै खुसी छु मेरो परिवारभित्र। र अब मैले धेरै बोल्दिनँ भन्दा फेरि बोलिसकेँ। र त्यस पछाडि मैले भन्नुपर्छ, मेरो पेसामा लाग्दै गर्दा मैले 17 वर्ष अघि नै भन्नुभयो, मैले पद्मकन्या क्याम्पसमा मर्निङ पढाएँ। जहिले पनि 2 जना साथीहरू यहाँ हुनुहुन्छ, अरू क्याम्पसको प्रोफेसरहरूलाई मैले बोलाइनँ। एकदमै सुमधुर सम्बन्धमा म पद्मकन्या क्याम्पसमा चाहिँ काम गरेँ। उपमा यही छिन्, उसले के भन्थिन्, गौप्राणी, यो कमला गौप्राणी हो भन्थिन् जहिले पनि है। हामी यो ढङ्गले मिलेर काम गर्यौँ, पढ्यौँ, कति आन्दोलन गर्यौँ, के गर्यौँ सबै लेखेको छु मैले। त्यो आन्दोलनमा कहाँ भेट्न गयौँ, यसरी हामीले पछि करार भयौँ। तर करार भइसकेपछि चाहिँ अब लामो समय यसरी जागिर नखाउँ भन्ने
चाहिँ पारिवारिक सल्लाह भयो विष्णु सरले छोड एकतिर छोड भन्दा पद्मकन्या क्याम्पसको साथीहरूले नछोड भन्ने यता चाहिँ तर मलाई भित्रैदेखि जनकल्याण माविमा मेरो आवश्यकता मैले खड्क्यो मलाई लाग्यो मैले डिसिजन गरेँ र 71 सालको वैशाख महिनामै 70 चैतसम्म खाएर मैले वैशाखदेखि चाहिँ रिजर्भेसन दिएर स्कुल बनाउन लाग्यो। स्कुल यस्तो बनाइयो सबै लेखमा लेखेको छु। दाता म्याम यही हुनुहुन्छ, हाम्रो म्यामहरू हुनुहुन्छ, उपाध्याय रमा म्यामहरू। अब उहाँहरूले यति ठुल्ठुलो सहयोग गर्नुभयो जसले गर्दा जनकल्याण मावि आज काठमाडौँ जिल्लामा 27-28 विद्यार्थी लिएर अगाडि बढिरहनु भएको छ। हेड सर दीपक बाबु श्रेष्ठ सर त्यहाँ हुनुहुन्छ, अरू साथीहरू हुनुहुन्छ। हामीले यति धेरै मेहनत गर्यौं। त्योभन्दा अगाडिको विभिन्न पत्रिकामा मैले विद्यालयको मुखपत्रमा पनि मैले रेगुलर लेख्ने गर्थेँ मेरो संघर्षका कथाहरू। र हाम्रो अध्यक्षज्यू यहाँ हुनुहुन्छ, 14 वर्ष उहाँसँग सँगै विवेशकको अध्यक्ष भएर जहिले सुके पनि बिना पारिश्रमिक एकदम धेरै नै खटेर हाम्रो दिलेन सरले विद्यालयमा काम गर्नुभयो, जसले गर्दा हामीले जनकल्याण मावि काठमाडौँ महानगर भित्रको एकदम टप 1 माविकै रूपमा अगाडि बढाउन सफल भयौं। त्यसको सफलताको कथाहरू पनि मैले लेखेको छु। र मेरो प्रोफेसनमा मलाई साथ सहयोग गर्नुहुने साथीहरूको त सधैँभरि म ऋणी छु जस्तो मलाई लाग्छ। किन भन्दाखेरि बिग्रिँदा पनि हेडसर पाउने, सफ्रिँदा पनि हेडसर गराउने। त्यसले गर्दाखेरि मेरा चाहिँ सचिवालय टिमहरूलाई म एकदमै जतिखेर पनि सम्झिरहन्छु। यहाँ आज पनि उपस्थित हुनुहुन्छ सायद हेडसरको चाहिँ आज मैले अघि नै भने उहाँ उता जानु पर्ने भएकोले गर्दा बिहान मेरो घरमा नै भेटघाट भयो। त्यसले गर्दा जनकल्याण मावि मेरो एउटा सम्झिरहने र गर्वले एउटा जीवनभर बाँच्ने मैले काम गरेँ। आफ्नो विद्यालयमा ज्यादै नै राम्रो सफलता चाहिँ विद्यालयले हासिल गर्यो। भरत सर यहाँ हुनुहुन्छ, भरत सर हेल्पकोट नेपालको डाइरेक्टर हुनुहुन्छ। उहाँले यति धेरै माया गरेर हाम्रो विद्यालयले हरेक किसिमको साथ सहयोग विभिन्न संस्थाले गर्नुभयो, त्यसमध्येमा भरत सरले पनि गर्नुभयो, जसले गर्दा विद्यालय आज नमुना योग्य विद्यालय र विद्यालयलाई अहिले पनि बाहिरदेखि हेर्दाखेरि म शिर झुकाएर नै विद्यालयलाई म हेरिरहेको हुन्छु। र मलाई हाम्रो विष्णु सरले अन्तिम दिन कार्तिक 25-24 गते चाहिँ म घर फर्कँदा म रुँदै रुँदै फर्केको थिएँ। आँसु चाहिँ झारेको थिइनँ, झर्न खोजिरहेको थियो। घरमा आएपछि धेरै कुरा सम्झाउनु भयो र उहाँले के भन्नुभयो, अब सबै कुरो बनाएर हिँडेको छौ कमल, तिमीले चिन्ता गर्नु पर्दैन, अब जनकल्याण अगाडि बढ्छ, सधैँ बढ्छ भन्नुहुन्थ्यो। वास्तवमा त्यसै गरी अहिलेको टिमले अगाडि बढाउनु भएको छ। हिजोको पसिना कति भन्नु नर्मदा मिस, हामीले कति चाहिँ दुःख गर्यौं। विष्णु भाइ सँगै यहाँ कता छ, विष्णु भाइ स्टुडेन्ट पनि हुन्, उनले रात दिन मलाई केही समस्या पर्यो भने विष्णु त्यहाँ गएर यो गर्नु त्यो गर्नु भन्दा विष्णु भाइले पनि त्यतिकै राम्रो हेल्प जनकल्याण माविलाई गरेको छ। र आज दिल्ली भट्टराई दाई पनि यहाँ मैले बोलाएको छु, जसले गर्दा उहाँ सरको चाहिँ साथ सहयोगबाट हामीले भारतीय दूतावासबाट बस ल्याउन सफल भयो। त्यसले गर्दा यसरी धेरैजनाको इफोर्टबाट आशा मिस हुनुहुन्छ। मैले लेखेको छु मेरो लेखमा, हामीले कति दुःख गरे अनुसार अहिले हाम्रो विद्यालयले एकदमै राम्रो उचाइ प्राप्त गरेकोमा हामी गौरवको महसुस गर्छौं। सबै मेरो अध्यक्षहरूलाई मैले सम्झेको छु। अब यो भयो मेरो पेसाको कुरा। अब बाँकी म 2 शब्द मात्रै बोल्छु। जति ठाउँमा हामी घुम्न गयौं त्यति ठाउँमा चाहिँ हामी दुईजना अति रमाउने, घरबाट निक्लिएपछि सबै घर व्यवहार बिर्सेर रमाउँदै दुईजना हिँड्थ्यौं। त्यो भ्रमण चाहिँ मलाई कस्तो लाग्छ भने मेरो लागि भिटामिन टनिक नै लाग्छ। अनि म उतादेखि यति शक्ति लिएर फर्किन्छु घरमा, अब के गर्ने, अब झन् नयाँ काम गर्नुपर्छ भनेर हामीले गर्थ्यौं। त्यो ढंगले मैले जति ठाउँमा घुमे मुख्य ठाउँको चाहिँ मैले यसमा सम्बोधन गरेको छु। र यहाँहरूले अब यति धेरै मलाई माया गरेर यति धेरै रावासावा प्राज्ञिक समाजको चाहिँ निमन्त्रणामा यहाँ यति धेरै उपस्थिति मैले देख्दै गर्दा मलाई गौरवको अनुभूति भएको छ। अब मैले रामप्रसाद सरको पनि कुरा मैले लेखेको छु, त्यहाँ उहाँ नवप्रवर्तनको काम गर्न रुचाइरहने सर, उहाँले जहिले पनि जनकल्याण माविलाई नजिकमा राखेर हरेक ढंगको चाहिँ नै साथ सहयोग उहाँले गर्नुभएको छ। त्यसले गर्दा आज मैले विशेष अतिथिको रूपमा पाउँदै गर्दा मलाई गौरवको फिल पनि भइरहेको छ। त्यसले गर्दा यहाँहरू सम्पूर्णमा
हजुरहरूले आज मेरो किताब किनेर लगेर पढेर यो कुमारी कमला राईले मैले भाषा सम्पादन आफै गरेको, मैले शुद्धाशुद्धि पनि आफै गरेको, एउटा आँखाले कति ठाउँमा मिस्टेक पनि हुँदो रहेछ। यो मिस्टेकलाई मेरो गल्तीलाई चाहिँ नै स्वीकारेर हजुरहरूले पढिदिनु हुनेछ भन्दै मेरो यो छोटो मन्तव्य अथवा होइन लामै बोले म यही नै अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।